साथीहरू नमस्कार, स्वागत छ हजुरहरूलाई ईश्वर भ्लग च्यानलमा। साथीहरू फेरि आज हजुरहरूको सामने फेरि नयाँ भ्लग लिएर आएको छु। आज मेरो ड्युटी परेको छ सिम्पातिकामा। यो चाहिँ मेरो होस्टल नजिकै पर्छ। हजुरहरूलाई म देखाउन चाहन्छु, भिडियो हेर्दै गर्नु होला। हेर्नुहोस्, अहिलेको यो पोस्ट आज फरक पोस्टमा काम परेको छ मेरो। आज हजुरहरूलाई म देखाउन चाहन्छु यहाँको दृश्य, र साथमा मेरो अर्को साथी पनि हुनुहुन्छ र उहाँलाई पनि म देखाउने छु। आज हामी यो पोस्टमा 2 जना छौँ। हजुरहरूलाई त्यो पनि देखाउन चाहन्छु, हेर्दै गर्नु होला। यहाँको सबै म देखाउन चाहन्छु। ल अगाडि बढाउँ है त, सुरु गरेँ। साथीहरू हेर्नुहोस्, यस्तो छ यहाँ भित्रको भाँडाकुँडा। खानासाना अघि नै खायो, यसरी राख्या धोइधाइ पारेर गरेर। भित्र यस्तो छ। कुर्सी मैले बाहिर लिएर राखेको छु। झोलाहरू यस्ता छन् र बाहिरको दृश्यहरू हजुरलाई देखाउँछु। हेर्नुहोस्, साथी उहाँ हुनुहुन्छ। अनि यसरी ड्युटी गर्नुपर्छ र म बस्ने होस्टेल पनि यही हो। अलि उतापट्टि पारिपट्टि छ मेरो। यो चाहिँ 1 नम्बरको होस्टेल हो, 1 नम्बर बिल्डिङ हो। योभन्दा पछाडि 2, 3 गरेर 5 छ। त्योभन्दा उतापट्टि हो म बस्ने। र यता पार्किङ छ। साथी उहाँ ड्युटी गरिरहनु भयो, म यता भिडियो खिचिरहेको छु। र यता यस्तो छ यताको नजारा दृश्यहरू हेर्नु। यो चाहिँ पाम ओइलको तेलको रुख हो। यो खाने तेल हो। यो हेर्न सक्नुहुन्छ, यो तेलको रुख यस्तो हुन्छ, यो पनि लाग्या हुन्छ। गाडी यसरी आउँछ। सरले गेट खोलिसक्नु भयो, पठाइसक्नु भयो। भित्र पसिराख्ने गाडी हो। स्टिकर हेरेर खोल्नुहुन्छ उहाँले गाडी। नचिनेकोलाई रोक्नुहुन्छ गाडी। यस्तो छ। यता पार्किङ छ। हेर्नुहोस्, मोटरसाइकलको पार्किङ यसरी छुट्टै राखिएको छ र कारहरूको पार्किङ यता छुट्टै छ। हेर्न सक्नुहुन्छ। अलि नजिकबाट देखाइदिन्छु म हजुरहरूलाई। हेर्नुहोस्, यस्तो छ। कम्पनीभित्र यो बसहरू पनि छ। हाम्रो बस स्ट्यान्ड हो यो चाहिँ। बसहरू अहिले उता छ, ड्युटी टाइम भएन, त्यही भएर बसहरू अहिले राखिराखेको छ। अहिले पछि आउँछ टाइममा 1 बजे, 2 बजे, 3 बजे यस्तो टाइम छ। टाइम टेबल अहिले सबैजना ड्युटीमा छन्। बाइकहरू यसरी राखेको छ। अनि यस्तो छ। र हजुरहरूलाई यो सिम्पातिकाको पोस्ट देखाएँ मैले। र हजुरहरूलाई म मेरो साथीसँग नि परिचय गराउँछु। हेर्न सक्नुहुन्छ यहाँ हाम्रो टिभी पनि छ। यतापट्टि यो कम्पनीको नक्साको फोटो पनि छ। र हजुरहरूलाई साथीसँग परिचय गराउँछु। हेलो सर, यता हाई भनिदिनु। सर हुनुहुन्छ उहाँ। आफ्नो परिचय दिनु नि त हजुर। अब मेरो देव पाण्डे हो, घर प्युठान हो। हामी 2 भाइसँगै आज जोस बसेका छौँ। धेरै खुसी लागेको छ, ड्युटी आजसँगै बसेका छौँ। यो ठिक छ हजुर। ल ल, अनि भन्नुहोस् अरू, सुनाउनुहोस्। काम कतिको गाह्रो छ, सजिलो छ? ठिकै छ हजुर, अहिलेसम्म त ठिकै छ हजुर। ल ल, हामी कति भयो भेट भएको? कति समय पछाडि सँगै परियो ड्युटी? धेरै लङ समयपछि पर्यो हो। ल ल, ठिकै छ। उता बाइक आइरहेछ है, उता मोडिएर गयो। ठिकै छ। ल ल, अनि भन्नुहोस् अरू नयाँ नौलो खबर के कसो छ? होस्टेलमा सँगै ड्युटी बसेका छौँ 2 भाइ। खुसी छु म एकदम। हो। ल ल ल ल, कामको त ठिकै छ। काम भने यस्तै हो, कहिले काहीँ सँगै परिन्छ, हजुर कहिले परिँदैन। यस्तै छ, ठिकै छ। Close till I get up. Time is barely on our side. I don't wanna waste what's left. The storms we chase are leading us.